हेलो नमस्कार सम्पूर्णमा फेरि पनि मैले एउटा भिडियो लिएर आएको छु। मासु चाहिँ मैले सुँगुरको अलरेडी काटिरहेको छु। मसिनो खालको छेपी चाहिँ मैले धोएर अलरेडी काटिरहेको छु। हेरेको साग पनि मैले अलरेडी नै धोएर राखेको छु। धुले खोर्सानी, नुन, बेसार, धुले जिरा, पड्काउने मसला, मुलाको सलमा पकाउनुको लागि चामल धोदैछु। खाना पकाउनुको लागि मैले घर बसाइसकेँ। मैले कुकरमा माम बसिसकेँ। बुनुहरू चाहिँ तल गाउँदेखि आउँदैछ। कता हो बुङ्वा? ए दुईजना डुल्न आएको? हजुर। ले त बस उ त्यहाँ त्यो बेन्चीमा। मसला फुकन गुड्नु अब बेसुर लाउनु अब नुन पनि हाल्नु। मासु फ्राई गरेपछि बुनीहरू चाहिँ बस्दैछन् आगो तापेर। मैले साग लगाइसकेँ। रबिना बुइनी चाहिँ घरदेखि आउँदैछ। उकालोमा मरि रात रबिना हुँदै गलिस। अनि कतिको गलिस? आइज न बस्नु त्यहाँ। बुनहरूलाई म खाऊ है। गाई चल्यो हेर्नुहोस्, म चाहिँ भैँसीको दुधको खिरी खान्छु। ए छुर्पी खान्छु। गाई चल्यो हेर्नुहोस्। यता चाहिँ फोनको धुनमै तिनजना चाहिँ खाँदैछ। माम खानु सुरु। बुनेहरू चाहिँ खाइसक्यो। दिदीले त मिठो खाना पकाउनु भएछ। एकदम मिठो रहेछ। सब्जी पनि मिठो पकाउनु भएछ। हामीले चाहिँ माम खाइसक्यौँ र फेरि पनि भिडियो यस्तो चाहिँ ल्याउने छु। हेर्दै गर्नु होला। बाई।